गुरु ब्रह्मा गुरु विष्णु गुरुदेवो महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। शिक्षक पेशालाई नै अपमानित गर्ने गरी महिला शिक्षकप्रति लक्षित गर्दै बनाइएको हानिकारक भिडियो जुन अहिले सामाजिक सञ्जालमा विवादित छ त्यसप्रति आफ्नो धारणा राख्दैछु। यस्तो भिडियोले शिक्षकको मर्यादा र आत्मसम्मानको बात त भत्काउँछ नै, समग्र कलाकारिता क्षेत्रको छवि पनि बिगार्छ। त्यति मात्रै कहाँ हो र, शिक्षक र विद्यार्थी बीचको पवित्र सम्बन्धको डोरी चुडाल्न पनि प्रेरित गर्छ। अझ भनौँ सामाजिक मूल्य, मान्यता, संस्कार र अनुशासनको जग पनि भत्काउँछ। कसैले आफ्नो व्यक्तिगत स्वार्थको लागि कलाको दुरुपयोग गर्दै समाजमा नकारात्मक असर पार्ने, द्वेष फैलाउने, घृणा वा अपमानजनक शैली र भाषा प्रयोग गर्दै कसैप्रति वा कुनै पेशाप्रति आपत्तिजनक अडियो र भिडियो बनाउँछ भने विद्युतीय कारोबार ऐन 2063 ले विद्युतीय कसुर ठहर गर्छ भनिएको छ र गर्ला पनि। तर मैले शिक्षक पेशाको मर्यादालाई धज्जी उडाउने खालको भिडियोको बारेमा भिडियो बनाउँदा त यति सम्हालिएको छु भने तिनलाई यत्रो छुट कसले दियो? मैले कसलाई लक्षित गरेर यो भिडियो बनाएँ त्यो तपाईले कमेन्टमा लेख्नुहोला। जे होस्, यसप्रति सरकारको गम्भीर ध्यान जाओस् र जानै पर्छ। धन्यवाद।